हेलो गाइज वेलकम टु माई भ्लग है सबैजनालाई नमस्कार। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो, पार्ट 2 भनौँ न। अनि फर्स्ट भ्लग चाहिँ खासै त्यति राम्रो भएन, जो स्टार्टिङ चाहिँ भयो त्यति राम्रो भएन। त्यसमा चाहिँ त्यो भिडियोमा चाहिँ के भयो भने चाहिँ कपिराइट भयो, अनि कपिराइट भएर त्यो मेरो साउन्ड पनि भएन, अनि जो अलिअलि टिकै भयो भनौँ। अनि आजको चाहिँ त्यति खास त छैन कि, तर पनि हाम्रो बहिनी र म चाहिँ यता चिल्ड्रेन पार्क घुम्न जाँदैछौँ। अनि घुम्न गएर त्यहाँ बिचमा के हुन्छ देखाउँछु म तपाईँहरूलाई। अनि त्यही हो आजको दिन चाहिँ घाम लागिरहेछ है, घाम तापिरहेछौँ हामीले। अनि यताको हेर्नु न माहौल, छिमेकीहरू, मान्छे घर ठुलो हेर्नु त, ऊ बाटो त्यहाँ तलदेखि माथि त्यहाँसम्म घर। यत्रो घर आमामा पैसा कत्रो लाग्यो होला। धनी त काठमाडौँमै हुन्छन् कि, धनी काठमाडौँमा धनी। त्यहाँ तल बाटोदेखि त्यहाँ माथि घर कम हो, नजिक पनि धेरै नजिक हुन्छ घरहरू, तर मान्छेको मन टाढा। तलमाथि मान्छेहरू बसेका हुन्छन् होइन, त्यसले त मान्छे मऱ्यो पनि त्यो माथिला मान्छेले त्यस्तो हुँदैन। गाउँमा त सबै मान्छेहरू आउँछ नि त, त्यस्तो सहरमा त्यस्तो हुँदैन। सहरमा त नजिकको भयो नि अब त्यो चिन्जान हुँदैन, राम्रोसँग कुराकानी हुँदैन, त्यही मान्छेको स्टोरी भइदिन्छ नि स्टोरी। अनि अहिले चाहिँ हामी जान्छौँ, अनि म बाटोमा के हुन्छ तपाईँलाई देखाउने छु, के भेटिन्छ हेरौँ। अनि है अहिलेलाई चाहिँ आइसकेका छौँ है बाटोमा। यता चाहिँ हेर्नु कुकुरले मस्त घाम तापिरहेछन्। ओहो आशिकी दिदीलाई बोलाउनु पर्ने गाइज। मन्दिर देखो हमारा बहन इधर है, बहन यता देखा बहिनी। अनि हामी चाहिँ बाटो आइसकेका छौँ। यहाँ चाहिँ धारो हेरिदिउँ न गाइज। काठमाडौँमा यस्तो धारोहरू चाहिँ पहिले चाहिँ यस्तैमा नुहाउँथ्यो, अब अहिले त मान्छेले घरमै नुहाउँछन्। यो पानी यति तातो हुन्छ नि बिहान। मन्दिर चाहिँ हाम्रो बोनी नुहाउँछ यता गाइज। बाटोमा देखाउँछ है म के हुन्छ। दृश्य देख्न सक्नुहुन्छ, यो चाहिँ भुमेश्वर मन्दिर हो। राजा भूपातेन्द्र मल्लले बनाउनु भएको। अनि यहाँ चाहिँ धारा, ढुङ्गे धारा भन्छ यसलाई, ढुङ्गे धारा। यहाँ चाहिँ नुहाउनु पनि मिल्छ गाइज। आजभोलि चाहिँ प्रायः मान्छेहरू नुहाउन यहाँ आउँछन् कि। कस्तो पब्लिक भएर त लास्टमा लाज लाग्छ, त्यो बोल्ने पनि अप्ठ्यारो लाग्छ। भुमेश्वर मन्दिर यहाँ चाहिँ कति तला छ यो थाहा छैन मलाई, तर यो मन्दिर चाहिँ भुमेश्वर मन्दिर भन्छ। यहाँ चाहिँ विशेष गरी मङ्गलबार चाहिँ धेरै पूजा हुने गर्छ। अनि हामी चाहिँ यता धारा जानेछौँ एकछिन हातमा। अनि देखाउनुहोस्, म धारा देख्नुहोस् कि यहाँ चाहिँ मान्छेहरूले नुहाउँदो रहेछ नि। म भुमेश्वर मन्दिरभित्र जाँदैछु है, पर देख्न सक्नुहुन्छ। मन्दिरभित्र यस्तो छ, हाम्रो एकजना सिस्टर हुनुहुने रहेछ। यहाँ चाहिँ पहिला स्विमिङ खेल्न मिल्थ्यो, पौडी त्यो पानी पुरै भरिदियो ऊ त्यो बुझ्दै चाहिँ यहाँ पानी पुरै तालिन्थ्यो। यस्तो धारा पनि रहेछ। मन्दिर कति अग्लो मन्दिर छ यो, डेन्जर छ नि मन्दिर त। म चाहिँ मन्दिरको चारैपट्टि देखाउने छु तपाईँहरूलाई। यो चाहिँ कुम्बेश्वर मन्दिर हो। अनि यहाँ चाहिँ धेरै मान्छेहरू आउँछन्, सिस्टर आउनु भएको रहेछ मन्दिर पूजा गर्न। परिवार पण्डितहरू लाइभमा बस्नुहुन्छ कि उहाँ? ए कहाँ कुरा गरिराख्नु भएको रहेछ घरमा। अनि भन्छ म्यामले भिडियो बनाउनु दिनुहुन्छ कि न? खै यता चाहिँ पऱ्यो गाइज। पार्क चाहिँ हामी चाहिँ चिल्ड्रेन पार्कमा जाँदैछौँ। यहाँ चाहिँ चिल्ड्रेन पार्कमा मन्दिर पनि छ। यहाँ चाहिँ बच्चाहरू खेल्न आउँछन् प्रायः। अनि कहिलेकाहीँ हामी पनि आउँछौँ यहाँ खेल्न कि घुम्न। बच्चाहरू हामी खेल्ने है, हामी लेजेन्डले त घुम्ने हो नि। अनि चिल्ड्रेन पार्कमा कुकुरहरू पनि खेल्न आउँछन्। यहाँ त कुकुरहरू पनि। रमाइलो छ जिन्दगी। उनकी सिस्टर ब्रदर रहेछन्। आज मान्छे धेरै हुनुहुन्न गाइज यहाँ चाहिँ होइन, थोरै हुनुहुन्छ। अनि म चाहिँ हामीलाई पिङ खेल्न नि, पिङ खेल्नु आइज पिङ खेल्ने गाइज हेर्नुहोस्। सानो बाबु र नानी के छ खबर
के हो तिम्रो नाम तिम्रो नाम के हो नानी लुसिका कृषिता ए हो ए तिम्रो नाम के हो के हो रे के हो रे ए बच्चा बच्चासँग घुमाउनुको मजा बेग्लै घुम्नुको मजा बेग्लै गाइस सम्झाएन सुन्नु खेल्नु तिमीलाई खेलिदिउँ बहिनी नानी ऊ त्यसमा बसेर जाऊ त्यसमा धकेलिदिउँ नधकेल्ने बिस्तारै त्यहाँ चाहिँ सानो भाइहरूले गुच्चा खेल्दैछ गुच्चा काठमाडौँ पनि गुच्चा खेल्दैन नि गाइस भाइहरूले यहाँ पनि गुच्चा चल्छ नि गाइस गुच्चा हाम्रो गाउँतिर बहुत खेल्थ्यौँ हामी पहिला अनि आजभोलि चाहिँ कहाँ बच्चा जस्तो गुच्चा खेल्नु होइन मैले अस्ति देखिए भनेर आएको थिएँ एकजनाले मलाई मेसेजमा देखिए गाइस देखिए भनेको थियो अनि अब आजदेखि चाहिँ मैले देखिए भन्न छोडिदिएँ देख्नुहोस् भन्न भन्छु म चाहिँ अबदेखि अस्तितिर चाहिँ देखो भन्दै देखिए गाइस देखो न गाइस भन्न भन्दै एकजनाले चाहिँ मलाई के भने चाहिँ मेसेजमा आएर मेरो मजाक उडायो क्या देखो न गाइस गरे कान फुलेर हानिदिनु मेरो आफ्नै मान्छे हो नि त त्यही पनि अनि तिम्रो नाम के हो भन्दै हो त ओह तिम्रो खै दाँत देखाइदेऊ त दाँत यी गर न हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हुआ गलाव में पानी आ गया ए मुसाले खायो हो जाम न आज घम ताप्नु जाम पर जाउँ आज खेल्छन् अनि हाम्रो बुढीले त्यो खेल्दैछ म चाहिँ यो खेलिदिन्छु नि त यो घुम्ने गाई त्यसमा बसेर कसरी खेल्छु नि यार त्यसमा बसेर यसरी हुँदैन गाई चाहिँ आफै हुनु रहेछ घुम्दैन नसकिने हो पार नलाग्ला जस्तो छ ल बस म घुमाइदिन्छु है बस म घुमाइदिन्छु ल बिस्तार तिमी पनि घुमाउने होइन तिमी पनि बस नै तिमी बस के लोड्छ तिमी बस ल त्यस तिमी म घुमाउने बिस्तारै है अहिले चाहिँ हामी रुममा आइसकेका छौँ हामी आजको भ्लग कस्तो भयो कृपया कमेन्टमा सल्लाह सुझाव दिन नभुल्नु होला साथै यदि मन पर्यो भने सब्सक्राइब गरेर र बेल आइकन थिच्न नबिर्सनु होला अबको अर्को भ्लग चाहिँ म अबको 4 दिन पछाडि ल्याउने छु तपाईहरुको माझमा कृपया सब्सक्राइब है साथीहरु सब्सक्राइब गर्नु नबिर्सनु होला र त्यो नराम्रो कमेन्ट गर्न पनि छोड्नु होला।